रासोपा यसका लागि रासोपा होइन, मेरो व्यक्तिगत विकासका लागि रासोपा होइन। भिरकुटीको कागज कारखाना गरेर हेर्नुहोस्, त्यस्तो हुन्छ कागज कारखाना चलाउँदै गरेको उद्योग बेचेर खाएको होइन। बेच्ने मान्छे गिरिजाप्रसाद कोइराला र किन्ने मान्छे दिवाकर राजगोल छ, बितिसक्नुभयो। तर त्यो उद्योग चल्न पर्ने होइन। बिहान उठेदेखि अर्को पार्टीको मान्छेलाई खेदो खनेको छ, व्यक्तिगत रूपमा टिप्पणी गरेको छ, सहकारीका कुरा गरेको छ। यिनका पार्टीका मान्छेले सहकारीको पैसा खाएको टाटा छ मसँग। 8 अरब एउटा मान्छेले खाएको छ। 8 अरब भ्रष्टाचार गरेको मान्छेलाई बाबु तिमीलाई धरौटी धेरै भयो, 5 लाख कम गरिदिउँ कि भनेको छ। कसका लागि तिमीहरूले 35 वर्ष यस्तो शासन गर्यो? कसलाई खुसी बनायौ तिमीहरूले? कसलाई? यो जवाब फागुन 21 गते हामीले मतपत्रमा दिन्छौँ। एकचोटि कानमा भन्छ नि, रालो भित्र टाउको राखेर बजाए जसरी एकचोटि बजाउनु पर्छ। विचार नभएको पार्टी, तिमीहरू त दिमाग नभएको मान्छे। हामी विचार नभएको पार्टीका विचार पढ, तिमीहरू दिमाग नभएको मान्छे। दिमाग नभएको मान्छेले अर्कालाई गाली गर्ने, उभिएर स्टेजमा मानसिक सन्तुलन गुमेका मान्छेले अर्कालाई गाली गर्ने। मेरो पनि थोरै गुमे होला नि त, 10% त मेरो पनि फुस्क्यो होला नि। त्यति गाली गर्ने अधिकार त मैले पनि राख्छु। तर 100% दिमाग फुस्केको मान्छे म होइन, मेरो पार्टीमा छैनन्। तर बिहान उठेदेखि अर्को पार्टीको मान्छेलाई खेदो खनेको छ, व्यक्तिगत रूपमा टिप्पणी गरेको छ, सहकारीका कुरा गरेको छ। यिनका पार्टीका मान्छेले सहकारीको पैसा खाएको टाटा छ मसँग। 8 अरब एउटा मान्छेले खाएको छ। 8 अरब भ्रष्टाचार गरेको मान्छेलाई बाबु तिमीलाई धरौटी धेरै भयो, 5 लाख कम गरिदिउँ कि भनेको छ। गलत तयार अंश लिएर ठुला कुरा गर्न पनि पर्दैन। नेपाली काङ्ग्रेसकै नेता गणेश मानलाई सम्झिन्छु मैले यहीँबाट। उहाँलाई हामीले आन्दोलनको कमान्डर भनेका थियौँ, सबै पार्टीले कमान्डर भनेको थियो। गिरिजाप्रसाद कोइरालालाई शिखर पुरुष भनेर मानेको थियो। के शेरबहादुरले त्यतिको राम्रो इज्जती र बहिर्गमन पाउने अवस्था थिएन र भने? यस्ता किसिमका व्यवहार, आफूले गरेका व्यवहार पतित व्यवहारको फर्केर हेर्नै नपर्ने, अर्काको घर एउटा देशको भविष्यको मान्छे ठुलो मान्छे हुन्छु भनेर आकाङ्क्षा लिएर हिँडेको मान्छेले एउटा मान्छेलाई व्यक्तिगत रूपमा टिप्पणी गर्न सरम पनि त लाग्न पर्छ नि। कहीँ त सरम लाग्न पर्छ। सरम भन्ने चित्त हुनु पर्यो नि कहीँ न कहीँ। भने म सुध्रे भनेको मतलब त म पहिला बिग्रेको थिएँ भन्ने पनि त हुन्छ होला नि, के हुँदैन? सुध्रिने भनेको त बिग्रेकाले सुध्रिने होला नि त। भने एकचोटि विचार गर्नुहोस्, छातीमा हात राखेर विचार गर्नुहोस्। मैले तपाईँहरूसित 10 औँला जोडेर बिन्ती के गरेको छु भने, मेरा लागि, मेरा पार्टीका लागि वा मेरा उम्मेदवारका लागि होइन यो भोट, यो आउँदै गरेको देशका लागि, भविष्यका लागि, तपाईँका सन्ततिका लागि र यो चितवन जिल्ला र यो समग्र देशको विकासका लागि हो। एउटा म्यादी पुरानीमा गएको उदाहरण दिएर म टुङ्गाउँछु। फलाम हालेर वजन पुर्याउन एकजना भाइ गए। कतिले त्यो विषयलाई मजाक बनाए, तर त्यो बाध्यता थियो। उनी 45 दिनमा 42 दिन जाहिर खाँदै गर्दा पनि केही पैसा घर लान्छु कि भनेर पोल्ट्रीमा 4 किलो फलाम हालेर जोखिन पुग्न पर्ने, हामी भेडा बाख्रा जोखि जसरी जाहिर खान पर्ने देशको मान्छे हो। सुन जस्तो देशका मान्छे सुनको कचौरा लिएर भिख माग्न पर्ने बनाए। अब त्यो समय छैन। अब जागे, जनता जागे। हाम्रो चेतनाको स्तर र जनताको चेतनाको स्तर बढेको देखेर यिनका मनमा ढ्याङ्ग्रो ठोकेको हो। त्यही भएर यसले कहिलेकाहीँ नाङ्लो ठटाएर हात्ती तर्साउँछ कि भनेको छ। हात्ती तर्सिनेवाला छैन। जनताले बुझिसके र यदि बुझ्दैनन् भने बुझ्न जरुरी छ।